नमस्ते। आज हाम्रो क्वेसन हो 6 to the power n minus 1 is divisible by 5। हामीलाई के गर्नु छ, प्रुभ गर्नु छ। र प्रुभ कुन माध्यमले गर्नु छ भने, कुन तरिकाले गर्नु छ भने म्याथमेटिकल इन्डक्सनको मद्दतले हामीलाई के गर्नु छ भने यो प्रुभ गर्नु छ। यो हामीले प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनबाट प्रुभ गर्न गइरहेको छौँ कि यो जुन स्टेटमेन्ट छ 6 power n minus 1 यो हाम्रो केले डिभिजिबल छ भने 5 ले डिभिजिबल छ भनेर है। र यो प्रुभ गर्नुभन्दा पहिला म एउटा सानो लजिक तपाईहरुलाई यहाँ सानो लजिकले तपाईलाई यो क्वेसनमा के गराउँछु भने म इन्टर गराउँछु है। ल मान्नुस् कि मसँग एउटा कुनै इन्टिजर छ a, ठीक छ। मसँग के छ भने जस्तै म यहाँ लिए मान्नुस् मसँग के छ भने इन्टिजर a छ। अब यो इन्टिजर मान्नुस् कि मेरो मल्टिपल बाइ के छ भने 3 छ। यानी कि अब मसँग एउटा नम्बर छ र त्यो नम्बर कति हो 3। ल मलाई भन्नुस् त यो 3a जुन नम्बर छ त्यो हाम्रो डिभिजिबल बाइ 3 छ एकदम। म यसलाई मल्टिपल अफ 3 पनि भन्न सक्छु, सिम्पल छ। किनभने a के हो मलाई थाहा छैन, तर a को अगाडि कुन नम्बर छ त a को अगाडि कति छ भने 3 छ। के छ 3 भने म भन्न सक्छु कि यो होल नम्बर जुन छ यानी कि 3a जुन छ त्यो मेरो डिभिजिबल बाइ 3 पनि छ र मल्टिपल अफ 3 पनि छ हो। यही लजिक जुन छ, यही लजिक हाम्रो यो क्वेसनमा के हुन्छ भने आज काम लाग्छ है। ल अब हामीले समय न वेस्ट गरिकन आफ्नो काम गरौँ है। ल यसलाई हटाइदिन्छु अलि म। यो गयो कति सुन्दर हेरे है। ल आउनुस् त। सबभन्दा पहिला प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सन गर्नको लागि हामीले पहिला के गर्नुपर्छ भने यो स्टेटमेन्टलाई लेट गर्नुपर्छ है के। सो हामीले लेट गर्ने, लेट pn भनेको 6 power n minus 1 इज डिभिजिबल बाइ 5 छ भनेर हामीले यो के गरेको, लेट गरेको के। अब हामीलाई थाहा छ प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनमा के हुन्छ भने दुईटा स्टेप हुन्छ। एउटा हुन्छ बेस स्टेप, अर्को हुन्छ इन्डक्टिभ स्टेप। सो पहिला हामी कुन स्टेप, बेस स्टेप है। त बेस स्टेपको लागि अच्छा सबभन्दा पहिला त हामीलाई यहाँ के गर्नु छ भने हामीलाई यहाँ लेख्नु छ वी हैव टु प्रुभ दैट pn is true for all natural number n। हामीलाई यो क्वेसनमा के प्रुभ गर्नु छ भने हरेक नेचुरल नम्बरको लागि यो स्टेटमेन्ट के छ, ट्रू छ भनेर है। ल सबभन्दा पहिला हामीले कुन स्टेप भन्दाखेरि बेस स्टेप। त बेस स्टेप साबित गर्नको लागि हामीले के गर्ने हो भने n को ठाउँमा 1 राख्ने हो। टु सो हामीलाई हेर्नुस् प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनमा याद राख्नुस् तीनवटा कुरा सो गर्नुपर्छ। एउटा कि p अफ 1 जुन छ त्यो ट्रू छ, र एउटा मान्नुपर्छ कि p अफ k जुन छ त्यो ट्रू छ। यो मान्नुपर्छ, यो लेट गर्नुपर्छ है, यसलाई लेट गर्नुपर्छ। अनि यो लेट गरेर हामीलाई के साबित गर्नु छ भने p अफ k प्लस 1 के छ भने ट्रू छ। यो तीनवटा कुरा हामी साबित गरिदिन्छौँ भने साबित भइहाल्छ कि हाम्रो स्टेटमेन्ट जुन छ त्यो के हो, यो स्टेटमेन्ट एकदम सही छ भनेर है। त पहिला हामीले p अफ 1 लाई ट्रू साबित गर्न गइरहेको छौँ। सो टु सो दैट p of 1
इज ट्रू कमा पुट n इक्वल्स टू 1 देन अब हेर्नुहोस् त हामीले यहाँ के साबित गर्न गइरहेछौँ कि p अफ 1 जुन छ त्यो के हो ट्रू हो। यसको लागि हामीले n को भ्यालु कति पुट गरे 1। अब हामी यो स्टेटमेन्टमा यो म्याथमेटिकल स्टेटमेन्टमा n को भ्यालु कति पुट गर्छौँ 1 पुट गर्छौँ p अफ 1 त 6 पावर 1 माइनस 1 इज इक्वल्स टू 6 माइनस 1 भनेको कति 5। अब हेर्नुहोस् त यो 5 जुन छ त्यो हाम्रो के छ डिभिजिबल बाई 5 छ। ठीक, यानी कि यो स्टेटमेन्ट मेरो के हो, यो स्टेटमेन्ट के हो सही हो, यो स्टेटमेन्ट सही हो। जब मैले यो स्टेटमेन्टमा n को भ्यालु 1 राखेँ त कति रिजल्ट आयो 5 र 5 जुन छ त्यो डिभिजिबल बाई के छ हाम्रो 5 हो, यानी कि यो स्टेटमेन्ट के छ सही छ है। सो हामी लेख्न सक्छौँ कि p अफ 1 इज इक्वल्स टू 6 पावर 1 माइनस 1 इक्वल्स टू 6 माइनस 1 इक्वल्स टू 5 र यो 5 जुन छ त्यो के हो भन्दाखेरि हाम्रो डिभिजिबल बाई 5। सो हामी भन्न सक्छौँ देयरफोर क्लियरली हामी भन्न सक्छौँ कि p अफ 1 इज के p अफ 1 इज ट्रू। अब हामीले यो कुन स्टेप हामीले अहिले क्लियर गरे बेस स्टेप। अब हामीलाई फरवर्ड बढ्नु छ, अगाडि बढ्नु छ र कुन स्टेपमा जानु छ, अब जानु छ हामीलाई इन्डक्टिभ स्टेपमा। यसलाई हामी इन्डक्सन स्टेप पनि भन्ने गर्छौँ। इन्डक्सन स्टेप, यसलाई स्टेप 2 र यसलाई स्टेप 1 भन्नुहोस् है। अब हामीले यो इन्डक्सन स्टेपमा सबभन्दा पहिला हामीलाई के गर्नुपर्छ भने लेट गर्नुपर्छ कि लेट p अफ k, यानी कि p अफ k भन्नुको मतलब के हो भने जुन n इक्वल्स टू k को लागि यो स्टेटमेन्ट जुन छ के छ भने ट्रू छ भनेर मान्नुपर्छ। त हामी यहाँ लेखे लेट p अफ k इज ट्रू एन्ड अब हामीलाई यो हामी के मानिदिए भन्दाखेरि कि p अफ k जुन छ त्यो के हो ट्रू हो। अब हामीलाई साबित गर्नु छ यदि p अफ k ट्रू हो भने यो स्टेटमेन्ट p अफ k प्लस 1 को लागि पनि के हुन्छ ट्रू हुन्छ है। हामीले यहाँ के माने भन्दाखेरि हामीले माने p अफ k इज ट्रू and we have to prove that p of k plus 1 is also true। अब हेर्नुहोस् हामी यहाँ मानेको छौँ कि p of k के हो ट्रू हो। अब यदि यो ट्रू हो त p अफ k प्लस 1 पनि के हुनु पर्यो ट्रू हुनु पर्यो। देन हामी भन्न सक्छौँ कि यो जुन स्टेटमेन्ट छ p अफ n यो के हो यो ट्रू हो, यानी कि यो स्टेटमेन्ट 6 पावर n माइनस 1 जुन छ त्यो हमेसा के हुन्छ भने नेचुरल नम्बरको लागि के हुन्छ डिभिजिबल बाई 5 हुन्छ। फर एभ्री नेचुरल नम्बर इट इज डिभिजिबल बाई के 5। अब हामीले यहाँ यो जुन ट्रू मानेछौँ हामी यहाँ के मानेछौँ भन्दाखेरि कि n को भ्यालु के छ के। अब यो स्टेटमेन्टमा हामीले के गर्ने हो यहाँ पुट गर्ने हो। सो p अफ k इज इक्वल्स टू 6 पावर k माइनस 1। अब यसलाई हामी के गर्दिने भन्दाखेरि ध्यान राख्नुहोस् यहाँ कतिले डिभिजिबल गर्नु छ हामीलाई 5 ले, त यसलाई हामीले मान्दिने हो 5m। याद गर्नुहोस् जतिले डिभिजिबल भनेको हुन्छ वा जतिले मल्टिपल भनेको हुन्छ यसलाई त्यतिकै मल्टिपल अफ सम अल्फाबेट के गर्नु लेट गर्नु होला है। त यसलाई हामी के गरिदिए यो से गरिदिए। अब यसलाई मान्दिने हामी स्टेटमेन्ट 1। अब यो हाम्रो ट्रू छ, दिस इज
यो स्टेटमेन्ट के छ ट्रू छ यो हामी मानेको छौं कि ट्रू छ अब हामीले फेरि n को ठाउँमा कति राख्नु छ k + 1 सो pk + 1 त यो हुन्छ 6k + 1 - 1 अब हामीलाई साबित गर्नु छ कि यो स्टेटमेन्ट पनि के हो ट्रू हो र ट्रू कुन बेला साबित हुन्छ भने जब यो स्टेटमेन्ट पनि हाम्रो के हुन्छ डिभिजिबल बाइ 5 हुन्छ अब ध्यान दिनुस् यसलाई कसरी साबित गर्ने त हामीले यहाँ हेर्नुस् त यो स्टेटमेन्ट 1 बाट यदि हामीले यहाँबाट 6k को भ्यालु निकाल्यो भने कति आउँछ हेर्नुस् त यहाँ लेख्छौं हामी फ्रम बिकज फ्रम 1 यहाँबाट 6k को भ्यालु निकाल्यो भने हेर्नुस् त 6k को भ्यालु आउँछ 5m + 1 सो यो भ्यालुलाई अब हामी यहाँ के गर्ने हो सब्स्टिट्युट गर्ने हो पहिला त यसलाई हामी के लेख्छौं भने यसरी लेख्छौं यसलाई हामी 6k.6 - 1 अब यहाँ हामीले यो 6k को ठाउँमा हामीले यो भ्यालु के गर्ने हो सब्स्टिट्युट गर्ने हो भने यो भइहाल्छ हेर्नुस् त 5m + 1.6 - 1 सो मल्टिप्लाई गर्दा 30m + 6 - 1 सो रिजल्ट आयो 30m + 5 एमा हेर्नुस् त अब कमन छ एमा यहाँ ध्यानले हेर्नुस् कति कमन छ 5 कमन छ सो 5 ब्र्याकेट 6m + 1 र अघि मैले तपाईलाई सुरुमा एउटा लजिक भने हेर्नुस् त यो होल सिंगल टर्म हो ओके न यो होल सिंगल टर्म हो र यो पुरा टर्म जुन छ हेर्नुस् त 5 ले के छ डिभिजिबल छ मज्जाले छ कि छैन यो 5 ले डिभिजिबल भइरहेछ यानी कि यो टर्म जुन छ यसलाई मैले के भनिदिए भने यसलाई स्टेटमेन्ट मैले 2 भनिदिए र ध्यानले हेर्नुस् यो स्टेटमेन्ट 2 जुन छ त्यो मेरो मज्जाले केले डिभाइड भइरहेछ भने 5 ले है केले डिभाइड भइरहेछ 5 ले है 5 ले मतलब यो हेराउनको लागि मात्र गरेको सो यो स्टेटमेन्ट जुन छ मेरो मज्जाले के भइरहेछ 5 ले डिभाइड भइरहेछ त म लेख्न सक्छु हियर सरी म यहाँ लेख्छु हियर from statement 2 it is clear that p of k is also true एकदम क्लियर छ ओके न किनभने यो टर्म पनि हाम्रो केले डिभाइड भइरहेछ नि त 5 ले डिभाइड भइरहेको छ त्यही भएर यो p अफ k जुन छ त्यो के हो ट्रू छ ओके सो अब हामी फाइनली हेर्नुस् त हामीले प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सन को तीनटै कुरा साबित गर्दै हेर्नुस् हामीले p अफ 1 पनि ट्रू गरिदिए p अफ k जुन छ त्यो ट्रू माने र यसको मद्दतले हामीले p अफ k + 1 लाई के साबित गरिदिए ट्रू साबित गरिदिए भने हामीले यहाँ साबित गरिदिए कुन मेथड द्वारा भने हेन्स बाइ pmi हामीले के साबित गरिदिए बाइ pmi साबित गरिदिए कि pn is true for all natural number n ल अब हेर्नुस् त हामीले मज्जाले साबित गरिदियो हो कि न अब म यसलाई सानो गरिदिन्छु है सो दैट वी क्यान भ्यू इट क्लियरली है अब हेर्नुस् त हामीलाई भन्ने थियो कि 6 पावर n - 1 इज डिभिजिबल बाइ 5 हो फर अल नेचुरल नम्बर के गर्नु छ साबित गर्नु छ
र कुन मेथडद्वारा? द प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनद्वारा। त हामी सबभन्दा पहिला यो स्टेटमेन्टलाई लेट गरिदिए, त्यसपछि हामीले बेस स्टेप हेरायो, 1 को लागि यो भ्यालिड छ भनेर, छ भ्यालिड। त्यसपछि हामीले लेट गरिदिए कि यो पी अफ के को लागि के छ? ट्रु छ। र त्यसको मद्दतले हामीले पी अफ के प्लस 1 लाई पनि के साबित गरिदिए कि ट्रु छ भनेर है। सो आई होप तपाईहरुलाई यो राम्रो लागेछ। राम्रो लागेछ भने प्लिज, भिडियो राम्रो लागेछ भने प्लिज म यहाँ लेखिदिन्छु प्लिज है। ल अब ठुलोमा लेखिदिन्छु है। भिडियो राम्रो लागेछ भने प्लिज हैन, यसलाई म भन्छु प्लिज लाइक, शेयर एन्ड सब्सक्राइब। Hus. Thank you guys for watching this.